2 कोरिन्थी 1। परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट कोरिन्थमा भएका परमेश्वरको मण्डलीलाई र साथै सारा अखैयामा भएका सबै सन्तहरूलाई, परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। शान्त बनाका परमेश्वर, हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर तथा पिता, करुणामय पिता र सबै शान्त बनाका परमेश्वरलाई प्रशंसा होस्। उहाँले हामीलाई सबै दुःखमा शान्त बनादिनुहुन्छ ताकि हामीले पनि परमेश्वरबाट पाएको यही शान्त बनाले कुनै पनि दुःखमा परेकाहरूलाई शान्त बनादिन सकौं। किनकि जसरी हामी ख्रीष्टका कष्टमा प्रशस्त गरी सहभागी हुन्छौं, यसरी नै ख्रीष्टद्वारा शान्त बनामा पनि प्रशस्त मात्रामा हामी सहभागी हुन्छौं। हामीले दुःख पायौं भने यो तिमीहरूका शान्त बना र उद्धारको निम्ति हो। हामीले शान्त बना पायौं भने पनि यो तिमीहरूका शान्त बनाको निम्ति हो। हामीले भोगेका यही दुःखहरू तिमीहरूले धैर्यसाथ सहदा तिमीहरू पनि यही शान्त बना अनुभव गर्छौ। तिमीहरूका निम्ति हाम्रो आशा दृढ छ, किनकि हामी जान्दछौं कि जसरी तिमीहरू हाम्रा दुःखमा सहभागी छौ, यसरी नै हाम्रो शान्त बनामा पनि तिमीहरू सहभागी हुनेछौ। भाइ हो, हामीले एसियामा भोगेका दुःखको विषयमा तिमीहरू अजान रहो भन्ने हामी चाहदैनौ, किनभने हामी सहन नसक्ने किसिमले यति साह्रो मिचिएका थियौं कि जीवनदेखि हामीले हरेस खाइसकेका थियौं। हामीलाई त मृत्युदण्ड नै पाएझै लागेको थियो। हामी आफैमाथि होइन, तर मृतकहरूलाई जीवन दिई उठाउनु हुने परमेश्वरमाथि हामी भर परौं भनेर यो हुन आयो। उहाँले हामीलाई यस्तो भयानक जोखिमबाट छुटाउनु भयो अनि उहाँले हामीलाई छुटाउनु हुनेछ। उहाँमाथि नै हामीले हाम्रो भरोसा राखेका छौं कि उहाँले हामीलाई फेरि पनि छुटाउनु हुनेछ। तिमीहरूले पनि प्रार्थनाद्वारा हामीलाई सहायता गर्नै पर्छ। तब धेरै प्रार्थनाको प्रत्युत्तरमा हामीलाई प्राप्त भएको आशिषको निम्ति धेरैले हाम्रा पक्षमा धन्यवाद चढाउनेछन्। पावलको योजनामा हेरफेर। यस कुरामा हामी गर्व गर्छौं अनि हाम्रो विवेकले पनि यसको गवाही दिन्छ कि संसारमा र विशेष गरी तिमीहरूसँगको हाम्रो सम्बन्धमा हामी पवित्रता र ईश्वरीय सत्यतामा चलेका छौं। यो सांसारिक बुद्धि अनुसार होइन, तर परमेश्वरको अनुग्रहबाट हो। किनकि तिमीहरूले पढ्न र बुझ्न नसक्ने केही कुरा हामी तिमीहरूलाई लेख्दैनौं र म आशा गर्दछु कि तिमीहरूले पूर्ण रूपले बुझ्नेछौ कि जसरी तिमीहरूले हामीलाई केही मात्रामा बुझेका छौ, यसरी नै हाम्रा प्रभु येशूको दिनमा तिमीहरूले हामीलाई सम्पूर्ण प्रकारले बुझ्नेछौ र तिमीहरू हाम्रा निम्ति गर्व गर्न सक्नेछौ जसरी हामी तिमीहरूका निम्ति गर्व गर्न सक्नेछौ। यो कुराको मलाई निश्चय भएको हुनाले तिमीहरूलाई दोहोरो फाइदा होस् भनेर तिमीहरू कहाँ पहिले आउने मैले इच्छा गरे। माकेडोनिया जाँदा तिमीहरू कहाँ आएर भेटघाट गर्न र माकेडोनियाबाट तिमीहरू कहाँ फर्किआउने र यहाँबाट यहुदियाको मेरो यात्रामा तिमीहरूले मलाई पठाइदिनेछौ भन्ने म चाहन्थे। यो गर्न चाहँदा मैले अस्थिरता देखाएर के मैले आफ्नो योजना बनाउँदा सांसारिक मानिसले जस्तो एउटै मुखले हो र होइन पनि भन्ने हुँ र परमेश्वर विश्वासयोग्य हुनुभएझै हाम्रो वचन पनि हो र होइन भएको छैन। किनभने सिलास, तिमोथी र मैले तिमीहरूका बीचमा प्रचार गरेका परमेश्वरका पुत्र येशू ख्रीष्ट हो र होइन हुनुहुन्न थियो, तर उहाँमा सधैँ हो मात्र छ, किनकि परमेश्वरका सबै प्रतिज्ञाहरू उहाँमा हो हुन्छ। यसै कारण उहाँद्वारा परमेश्वरका महिमाको निम्ति हामी आमेन भन्छौं। तर हामीलाई तिमीहरूसँग ख्रीष्टमा दरिला पार्नुहुने र हामीलाई अभिषेक गर्नुहुने परमेश्वर नै हुनुहुन्छ। उहाँले हामीमाथि आफ्नो छाप लाउनु भएको छ र हाम्रा हृदयमा बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ। परमेश्वर मेरो साक्षी हुनुहुन्छ कि तिमीहरूलाई सजायबाट बचाउन म कोरिन्थमा आइन। तिमीहरूको विश्वासमाथि हामी अधिकार जमाउन चाहदैनौ, तर तिमीहरूका आनन्दको निम्ति तिमीहरूसँग मिलेर काम गर्छौं, किनकि आफ्नो विश्वासमा तिमीहरू स्थिर छौ।